मेरो ठुलो बुवा कुल भनेर धामी बस्नुहुन्थ्यो। मलाई पनि कम्प आउँथ्यो अनि बोका पूजा गर्थे। म बोका पूजामा ठुलो बुवाले धामी बसेको पुजेर म पनि कामदै गएर त्यो बोका खाने र काँचो रगत खाने काम गर्थेँ र म बाबाधाम पनि 12 वर्ष गएँ। बाबाधाम 12 वर्ष भइसकेपछि मैले त्यहाँ अब तपाईँहरूबाट केही पनि हुने रहेनछ, निको पनि हुने रहेछ, यो बिमारी झन् बढ्दै गयो, अब म आउँदिनँ भनेर फर्केर आएका 2 दिनमा मैले ज्ञान गङ्गा पुस्तक प्राप्त गरेँ। ज्ञान गङ्गा पुस्तक प्राप्त गरिसकेपछि मलाई अद्भुत किसिमको चमत्कार त्यो किताब पढ्ने बित्तिकै मलाई प्राप्त भयो। मलाई धेरै कुराहरूले बिमारीहरूले चापेको थियो। मेरो सुगर अनि थाइराइड अनि युरिक एसिड अनि यो कमल पित्त जन्डिस भन्छ, त्यो जन्डिस र ग्यास्ट्रिक मलाई धेरै सताउँथ्यो। म 15 दिनमा त्यो ग्यास्ट्रिक चाहिँ के अरे यो कमल पित्त युरिक एसिड मलाई हत्तै समाएर गर्थ्यो। म बस्न हिँड्न पनि नसक्ने अवस्था हुन्थ्यो। मलाई धेरै ठाउँ म अस्पतालमा नि गएँ। मैले म नेपाल प्रहरीमा भएका अस्पताल, म भारतका अस्पतालहरू र नेपालका पनि अरू जहाँ योनिको हुन्छ भन्ने अस्पतालमा धेरै ठाउँ मैले धाएँ। कहीँबाट कुनै औषधिले मलाई छोएन पनि। सन्त रामपालजी महाराजको अनुहार देख्ने बित्तिकै मलाई भकानो छुटेपछि म त्यहाँ रहेँ। मैले मन्त्र पनि लिएको थिइनँ त्यतिखेर मन्त्र नलिकनै मैले चाहिँ गुरु दर्शन पाएपछि मलाई उहाँले छुएपछि, टाउका छुएपछि नै मेरो सम्पूर्ण पाप यो रोगहरू अथवा यो पापनाशहरू हल्का शरीर भएर मलाई आराम भयो जस्तो महसुस भयो। त्यसपछि मैले सन्त रामपालजी महाराजको मन्त्र दीक्षा लिइसकेपछि सम्पूर्ण ती मेरा रोगहरूले मलाई छुटकारा दियो।